यो गीत यति बेला बालेन्द्र शाहको च्यानलमा देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राजाको गीत हालेर गणतन्त्र त्यागे भन्दै सामाजिक सञ्जाल तातेपछि धेरैले निष्कर्ष निकाल्न हतारिएका छन्। तर वास्तविकता अलि फरक छ। यो न त बालेनको राजनीतिक घोषणा हो, न त उनको युट्युब च्यानल ह्याक भएको घटना। 13 लाख सब्स्क्राइबर भएको बालेनको च्यानल सामान्य युट्युब च्यानल होइन, अफिसियल आर्टिस्ट च्यानल हो र यहीबाट सुरु हुन्छ यो प्राविधिक खेल। आजकल टुनकर, डिस्ट्रोकिट जस्ता डिजिटल डिस्ट्रिब्युटर मार्फत कुनै गीत रिलिज गर्दा यदि त्यसमा बालेन जस्ता आर्टिस्टलाई मेन्सन गरिएको छ भने युट्युबको स्वचालित प्रणालीले त्यो गीतलाई सम्बन्धित आर्टिस्टको रिलिजियस ट्याबमा आफै तानेर राखिदिन्छ। त्यसैले शिरमाथि नेपाल आमा, काँधमाथि ज्ञानेन्द्र राजा मात्र होइन, अब कि बार बालेन सरकारदेखि एआईले बनाएका थुप्रै असम्बन्धित गीतहरू पनि उनको च्यानलमा देखिएका छन्। तर नेपालमा समस्या के भयो भने प्रविधिको एल्गोरिदम बुझ्नु अघि राजनीति सुरु भयो। कसैले बालेनलाई राजावादी घोषणा गरिदिए त कसैले च्यानल ह्याक भयो भने कसैले त गणतन्त्र नै संकटमा पर्यो भनेर व्याख्या गर्न पनि भ्याए। वास्तवमा यो बहसले एउटा कुरा देखायो, नेपालमा टेक्नोलोजी भन्दा छिटो फैलिने कुरा भनेको राजनीतिको फोहोर निष्कर्ष रहेछ।